सो फाइनली मैले आज मोहनलालको दृश्यम 3 हिन्दी डबमा हेरेँ र 2.5 घण्टाको यो मुभी तपाईको टाइम डिजर्भ गर्छ कि न यो भिडियोमा डिस्कस गरौँ। फर्स्ट अफ अल यो मुभी एकदमै स्लो पेस छ हैन। फर्स्टको 1 आवर जति चाहिँ के पनि हुँदैन। मैले 1.25 मा राखेर हेरेको थिएँ। तपाईहरुले पनि 1.25 मा राखेर फर्स्टको 1 आवर हेर्न सक्नुहुन्छ। अराउन्ड 1 आवर 20 मिनेट्स पछि चाहिँ बल्ल स्टोरी अगाडि बढेको जस्तो फिल हुन्छ र इन्टेन्सिटी हाई भएपछि बल्ल अलिकति मजा आउन थाल्छ। तपाईले यो मुभी हेर्नु भन्दा अगाडि यसको पार्ट 1 र पार्ट 2 अभियसली पनि हेर्नुपर्ने हुन्छ। बेसिकली यो मुभीको स्टोरी भन्नु पर्दाखेरि चाहिँ इन्भेस्टिगेसन क्लोज भइसकेको हुन्छ र जर्ज कुटीले आफ्नो त्यो प्रोड्युस गरेको फिल्म सुपर हिट भइसकेपछि चाहिँ एकदम पैसा कमाइरहेको हुन्छ। फ्यामिली एकदमै मस्त मगन भएर बसिरहेको हुन्छ। तर एज अ फादरको पर्सपेक्टिभबाट हेर्नु पर्दाखेरि मोहनलाललाई केही न केही चाहिँ डर भइरहेको हुन्छ हैन। आफ्नो फ्यामिलीलाई कसरी प्रोटेक्ट गर्ने, एक्सटेरियर डेन्जरबाट कसरी आफ्नो चिल्ड्रेनहरुलाई सेफ राख्ने, त्यो कुराहरुमा चाहिँ देखाइएको छ। मैले अजय देवगनको पार्ट 2 चाहिँ हेरेको छैन र पार्ट 2 पछि पार्ट 3 यो हेर्दाखेरि मैले एक दुईटा क्यारेक्टर्सहरु चाहिँ बिर्सिसकेको थिएँ र मलाई क्यारेक्टर्स चिन्न अलिकति टाइम लागेको थियो। तर त्यस्तो प्रब्लम के पनि भएन मुभी हेर्न चाहिँ। लास्टको 30 मिनेट्समा चाहिँ एकदमै राम्रो क्लाइमेक्स र अलिकति ट्विस्ट पनि छ हैन। तर पार्ट 2 वा पार्ट 1 जतिको मजा चाहिँ आएन। रेट गर्नु नै पर्ने छ भने पनि मैले म्याक्सिमम 8 आउट अफ 10 दिन्छु। मेरो ओपिनियन भन्नु पर्दाखेरि चाहिँ यो मुभी यही च्याप्टर 3 मै एन्ड गर्दाखेरि बेस्ट होला। तर कता कता च्याप्टर 4 पनि आउँछ है भन्ने खालको हिन्ट पनि दिइराको छ। तर लेट्स सी हैन। अब दृश्यम जतिवटा पार्ट आए पनि आखिर हेर्न मलाई हाल्छ बिकज आफ्टर अल इट्स दृश्यम। यदि तपाईहरुले यो मुभी हेरिसक्नु भयो भने चाहिँ कमेन्ट गर्नु न कस्तो लाग्यो भनेर।